सामान पाउनु भएको छैन नि? हजुर हजुरलाई हिजो मात्रै गएको छ सीताजी, सामान पाउनु भएको छैन नि? छैन म्याम, छैन। तपाईलाई हिजो सोध्नु भयो होला नि हैन स्किनहरु? हिजो 5400 को गयो नि हैन सामान माथिको त्यो। तपाईको अहिले तपाईले कुन सेट लगाउनु भएको सीताजी? मैले त्यो ड्राई स्किनको लगाएको छु। अहिले कुन सेट हो? फर्स्ट सेकेन्ड सेट लाउँदै हुन्छ? म्याम हुनुहुन्छ? मैले चाहिँ फर्स्टकै छ मेरो। फर्स्ट सेटै हो। कस्तो हुँदैछ हजुरलाई? अलिअलि गइरहेछ। किन हाँसेको? ओइली हो। के भनौँ के भनौँ। अहिले हजुरको अनि अलिअलि भनेको कति जति गएको छ त नि? नर्मल स्किन हो त्यसले। अहिले त हजुरले सिरमहरु मात्रै मगाउनु भएको छ, क्रिमहरु मात्रै। औषध सकिएछ कि छैन? हैन यति धेरै चिल्लो भन्दा नर्मल। औषधि त छ म्याम, मलाई अझै पुग्छ। एक सेट पनि सकिएको छैन? छैन। ओहो गजब भएछ त। कति जति ठिक भएछ? जे छ त्यही भन्ने त हो, भन्ने त हो। त्यो के रे के भन्छ, गालाको चाहिँ अहिले गएको छैन, निधारको चाहिँ गयो के मेरो। एक सेट सकिएको छैन। गालाको चाहिँ कस्तो जाने नगएको कि कति गएको कि के? मेरो चाहिँ के हुन्छ भने त्यो 24 आयो भने त्यसकै दाग भएर पुरा फैलिँदै जाने के। फेरि ड्राई स्किनको सेट 24 है। अनि ड्राई भन्दा पनि म्याम छ नि मेरो त्यो कम्बिनेसन स्किन जस्तै लाग्यो के, बिचको हुन्छ नि। नर्मल कम्बाइन स्किन हो, बिचमा तेल आउँछ भन्ने चाहिँ। तर गालाको पनि जानुपर्ने त। गालाको कति जति गएको छ र? अलिअलि मात्रै? अलिअलि चाहिँ हजुर, अलिअलि चाहिँ गएको छ। निधारको चाहिँ? निधारको चाहिँ गएको छ। कति औषध लाउनु भयो? आधी सेट लगाइसक्नु भयो? आधी चाहिँ लगाएँ, फेरि मैले आधी बाँकी नै छ नि त। कहिलेकाहीँ त एक सेटले नगरेर दोस्रो सेटले त जान्छ। हजुरले हाफ सेट लाउँदा निधारको गयो, निधारको झन् कडा हुन्छ, गालाको त झन् इजिली जान्छ। सो जान्छ, टेन्सन नलिनुहोस्। हस् कस्तो भयो भने म्याम मेरो